ह्याप्पी होली साथीहरू। आज होलीको दिन म आफ्नो घर आएको छु। हजुरहरूलाई ह्याप्पी होली। सबैजनालाई मेरो भिडियो हेर्ने, लाइक गर्ने, कमेन्ट गर्ने मेरो साथी आफन्तहरूलाई मेरो तर्फबाट ह्याप्पी होली। के गर्नु, बिचमा साह्रै बिजी भएको थिएँ घरमा। हिजो बेलुका 4 बजी आइपुगेर हो, घर सफा गर्दा के गर्दा अनि भिडियो पनि बनाउन पाइएन। आज पनि बिहानदेखि हेर्नु न, अहिले पनि काम खत्तम भएकै छैन। अलमारी मिलाउँदा, साफसफाइ गर्दा अहिलेसम्म भएकै छैन। काम चालु छ। लुगाहरू धोएर गरिराखेको छु। के गर्नु, कामै सकिँदैन दिनभरि। हिजो आएदेखिको लिएर काम गरेको, अहिलेसम्म कामै खत्तम भएको छैन। के गर्नु, धन्न घर साफसफाइ सनाकसिनिक चाहिँ भयो है। लुगाहरू मिलाउनु डल्लै बाँकी छ। लुगाहरू पुरा पडिरहेछ, जहीँतहीँ साफसफाइ गर्नु बाँकी छ। कोहीसँग टाइम छैन काम गर्ने, फुर्सद छैन। कोही उलडी बढी भएर फोन हेर्नु बस्छन्। के गर्नु, छोराहरूले हेल्प गर्छन् भनेको सुतेर लडी बढी हाँसेर बस्छन् छोराहरू। साथीहरू के गर्नु, आफैले गर्नुपर्छ, उपाय छैन। मेरो यो पेसेन्टको रुम हो। अनि तपाईँहरूकोतिर होली कस्तो हुँदैछ त, यसो कमेन्टतिर भन्नु होला। हामीहरूको त होली यसपालि हुँदैन। मेरो त आमा खसेर हो, अनि होला होली मनाइन। म खेलिनँ पनि, छोरी मात्रै खेल्नु गएको छ हो, म त खेलिनँ। त्यही लागि के गर्नु, सबै फुलहरू सुकेर यस्तो भएको थियो, अहिले आएर हरियो भयो। सबै फुलहरू सुकेको थियो मेरो गार्डनिङको। ल अलिकति राम्रो भएको छ है, पानी हालेर। कोमल खेलिनास्। ए ल ल ल, लुगा धुँदा 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 बाथरुममा नभन्नु, पुरा काम थिएन हो। सकेँ, अब चाहिँ खाना बनाउँदैछु। हिजोदेखि आएर लुगा मिलाउँदा, साडीहरू मिलाउँदा के गर्दा हो, छैन, टाइमै छैन पाएको। लुगाहरू पनि पाएको छैन। कति छ कति छैन भन्नु न, कामहरू पनि हो। यता त झन् नहेरे पनि हुन्छ, कचिङ्गर भएको छ। पुरै खत्तम भएको छ, छैन, हेर्ने कोही मान्छे छैन। अहिले लुगा धोएर पट्टाएर राखेको छु। यसो लुगा पट्टाउँदै थिएँ, मेरो आमाको ब्लाउज भेटेँ। आमाको याद आयो। फोटोमा घरमा राखेको छु, मसँग फोटो छ आमाको, त्यसमा पनि यही ब्लाउज लगाउनु भएको छ मेरो आमाले। अनि आमाको ब्लाउज भेटेर यसो आमाको याद आयो। अनि आमाको ब्लाउजलाई अब फिटिङ गरेर म लाउँछु भनेर यहाँ निकालेको। के गर्नु, साह्रै आमाको याद आयो ब्लाउज देखेर। यसको साडी पनि छ हो, साडी पनि खोज्छु। आमाको ब्लाउज हो, मसँग थियो, भेटेँ। अब यो लिएर जान्छु, म लाउँछु। यो आमाको यादगार ब्लाउज हो।